नमस्कार। अब यो जुन बाढी गएको छ रसुवाको बाढीको सन्दर्भमा चाहिँ अहिलेको अवस्थाको कुरा गर्नुपर्दा मौसमको अवस्थाको कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरी यो रसुवा सिन्धुपाल्चोक धादिङ नुवाकोट गोर्खा आसपासका क्षेत्रमा रातिको लागि चाहिँ धेरै स्थानहरूमा यी स्थानहरूमा चाहिँ किनभने अहिले पनि हामीले देख्न सक्छौँ यो माथिको जुन यो एरिया छ तिब्बतको एरियाबाट पनि जुन यो बादलहरू चाहिँ नर्थबाट जुन यो आइरहेको छ होइन यसले चाहिँ अब राति पनि वर्षा गराउन सक्ने सम्भावना हुन्छ र यो यी क्षेत्रहरूका चाहिँ धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा गराउन सक्ने सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ र अब बेलुका र भोलिको कुरा गर्दाखेरि पनि दिउँसो अपराह्न चाहिँ केही कम वर्षा भए तापनि रातिदेखि फेरि भोलिलाई पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ र यस्तै गरी 2-3 दिनकै हामीले कुरा गर्नुपर्दाखेरि पनि यी क्षेत्रहरूमा चाहिँ वर्षाको सम्भावना छ। साथै अब थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकोले खोज तथा उद्धारमा जो लागिरहनु भएको छ होइन उहाँहरूले चाहिँ सावधानी अपनाएर चाहिँ कार्य गर्नु हुन अनुरोध गर्दछौँ। त्यस्तै अरू हामी चाहिँ अब सबैजना नै अलिकति यी स्थानहरूमा चाहिँ थप वर्षा हुन सक्ने सम्भावना यो आगामी 2-3 दिनसम्म पनि रहेकोले चाहिँ सतर्क रहनुपर्ने चाहिँ देखिन्छ।